हामी चाहिँ त्यो नेवा घाँसा भन्ने ठाउँमा कि अब कस्तो कस्तो कुरा गर्दै थियौँ है। कुरा गर्दा 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 सेन्टी भएछ, मैले सेन्टी भएर विरक्त मानेर तलतिर झऱ्यो है स्कुटर भएको ठाउँमा। अनि त्यसपछि बल्ल याद आयो कि हामीलाई लास्टको त्यो अब गुड बाईवाला भिडियो गर्नुपर्छ भन्ने त यादै आएन। अनि स्कुटरमा तान्दै थियो यो आएर पो ला गरेनौ भनेर त्यो भन्छे भने अनि माथि जाने त भनेर भनेको। अनि हेरै गरी मलाई हिँड अब चिया खाने ठाउँमा गएर बनाऊँ भनेर लास्टमा कि अब यहाँ बस्ने ठाउँ पनि रोइमा छ है। यो के हो यसरी बसिरहेछ चिया खानुहुन्छ भनेर 5-6 जनाले सोध्न आइसक्यो है। अर्डर गरिसक्यौँ त्यही पनि दिक्क लागेको छ, टाउको दुखेर चिया खानु लागेको हामी त अब के गर्नु है। जिन्दगीमा पनि कति चिया खाएर नि फोनमै दिनमा कतिवटा चिया खान्थ्यौँ है। ल ठिकै छ, एनिवे आजको डे चाहिँ हाम्रो एकदमै राम्रो भयो। अब जहिले पनि भेट्दाखेरि अब के गर्नुपर्छ भन्ने चाहिँ हुन्छ। कहिले पुरा हुने हो गड नोज होइन। अब त्यही भन्दै अब 4-5 वर्ष त बितिसक्यो। ठिकै छ, आकाश कति राम्रो आएको थियो है। आज फेरि 2 दिनपछि पानी परेर अनि अहिले क्लियर भएको छ। एकदम रमाइलो भयो त्यो आज हाले खोलेको। त्यही त त्यो आज हामीलाई रमाइलो भयो। मैले पनि छुट्टी लिएको थिएँ। अब मेरो काठमाडौँमा बस्नु धेरै दिन पनि छैन है। एक दिन चाहिँ यसलाई म दिन्छु नै भनेर बसेको। यही छ, रमाइलो पनि भयो अब होइन। मुख खुम्सारो नगर न फेरि भेट्छौँ भेट्छौँ ठिक छ। आज धेरै रमाइलो भयो। बाई बाई। इभिनिङ भ्यू हामी दुईजना चाहिँ तातो चिया खाँदैछौँ बसन्तपुरको चोकमा। आज हामी नेवा घाँसामा थोरै टाइम स्पेन्ड गऱ्यौँ, त्यसपछि आएर चाहिँ चिया खाँदैछौँ। एकदम सफा छ वेदर पनि, एकदम रमाइलो मुमेन्ट भइरहेछ।